हेलो साथीहरू, यो चाहिँ मेरो फर्स्ट भ्लग यसरी बोलेर बना। मेरो च्यानलको नाम हो अस्मिता महतो। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, मलाई सपोर्ट गरिदिनु। म पनि युट्युबर बिगिनरै हो, अब भर्खर युट्युब चलाउन खोजिरहेको छु, मलाई सपोर्ट गरिदिनु होला। मैले चाहिँ युट्युबमा अहिले सर्ट्स भिडियोहरू मात्रै अपलोड गरिरहेको छु। अहिले चाहिँ मलाई यस्तो बोलेर भ्लग बनाउन आउँदैन नि त, त्यही भएर अहिले चाहिँ सर्ट भिडियोहरू नै हालिरहेको छु। अनि यो चाहिँ अब म यसरी नै बोलेर भिडियो बनाउँछु भनेर भिडियो बनाएको हो। अनि म चाहिँ तपाईँहरूलाई आजको भिडियोमा चाहिँ मेरो दिन कसरी बित्छ डे इन माई लाइफ गर्न गइरहेको छु। र म चाहिँ अहिले यहाँ पसलमा छु। यो चाहिँ म काम गर्ने पसल हो। यो चाहिँ नारायणघाटमा छ, म कमलनगरमा हो, होलसेल एरियामा। अनि म चाहिँ बिहानै आज अलिक छिटो आउन परेको थियो, त्यही भएर अलिक बिहानै छिटो उठ्यो। 4 साढे 4मा उठेर नुहाइधुवाइ गरेपछि लुगासुगा धोएर खानासाना पकाएर अनि म चाहिँ यहाँ 7:30 बजेतिर आइपुगेको थियो होला नारायणघाटमा। पदमपुरदेखि आउने हो, अलिक टाइम लाग्छ। अनि त्यही भएर छिटै निस्किँदै घरबाट पनि। अनि यहाँ 7:30 बजेतिर आइपुग्यो। अनि चा पिउन गयो आन्टीहरूको कोठामा। अनि त्यहाँबाट बहिनीहरूले चाबी दियो। अनि म आएर यहाँ पसल लगाएँ। अनि सबै सामानहरू लगाएँ पसलमा। अनि त्यसपछि चाहिँ पसल लगाएर भइसकेपछि एउटा कस्टमर आउनुभएको थियो। त्यो एउटा कस्टमरले बोनी गरेर जानुभएको 1600 रुपियाँ। त्यति हो अहिलेसम्म बेचेको। हेर्नुहोस्, पुरै खाली छ, मान्छे छैन, अहिले चाहिँ खाली छ। अनि म चाहिँ यसरी फेरि काउन्टरमा बसेँ भनेर तपाईँ त्यस्तो नसोच्नु। हाम्रो साउहरूले चाहिँ केही भन्नुहुन्न, हामी काउन्टरमा बस्दा पनि हामी चाहिँ अब पसलमा राम्रोसँग आफ्नै जसरी गरेर अब व्यापार गर्न बस्छौँ। अनि त्यही भएर अङ्कलहरूले पनि केही भन्नुहुन्न, खाली नै छ। अनि हाम्रो बहिनी आइसक्नुभयो, पसलको बहिनी हो चाहिँ। अब म यहाँबाट उठ्छु, अब बहिनी आएर बस्छ होइन त बहिनी। अनि यहाँ म काम गरिरहेको, अब ऊ आयो, अब ऊ बस्छ। अब मेरो बस्ने ठाउँ यही हो। अब म पनि यहाँ थपक्क लाएर बस्छु। अनि कस्टमरको नि है त। सो साथीहरू, म चाहिँ अब चेक साट्न जाँदैछु ब्याङ्कमा। बाटो जाने चेक साट्न। यो हाम्रो कमलनगरको एरिया हेर्नुहोस्। सब कमलनगर होलसेल एरियाहरू सबैजना। अहिले त खाली छ हो साथीहरू, सबै पसल खाली छ, मान्छे छैन त। खै मार्केटमा त के हो, त्यही भएर बसाइ छ मार्केटमा, पुरै खाली छ। यहाँ त घाम छ, त्यही भएर छाता ओढेर हिँड्नुपर्छ। यस्तो घाममा छाता ओढेर हिँड्नुपर्छ, बल्ल हुन्छ, नत्र खाली हुन्छ। हामी चाहिँ अहिले जाने हो त्यो ब्याङ्कमा। त्यहाँ नोबेल ब्याङ्कदेखि भगे भएन, त्यही नोबेल ब्याङ्कमा जाने हो अहिले चाहिँ। त्यही भएर धेरै टाढा त छैन, नजिकैको ब्याङ्क छ आज त, नत्र अरू बेला त टाढा पुग्नुपर्छ। आज अलि नजिकैको ब्याङ्क जाने साथनालाई भाइ ब्यालेन्स पनि छाएको छैन। जहिले पनि ब्याङ्कमा ब्यालेन्स छेउ लाएर आउँछ। त्यही भएर त मलाई चेक साट्न नि मन लाग्दैन, यस्तो गर्मी हो। चेक साट्न पठाउँछ, अरू स्टाफ छैन, के गर्नु, चेक साट्नै पर्छ। चेक चाहिँ माथि हो क्या हो, माथि जाने होला अब चेक साट्नलाई। भनेको जस्तै साथीहरू, चेकको ब्यालेन्सै छैन भनेको नि हुँदैन त्यहाँ कहिले, यस्तै हुन्छ चाहिँ ब्याङ्क आयो भने। मोबाइलमा त साथीहरू पैसा थिएन ब्याङ्कमा है, अब त्यही भएर अर्को ब्याङ्क जाने हामी। अर्को चाहिँ कहाँ भन्दाखेरि कुमारीमा छ, कुमारी ब्याङ्क पनि उतै नजिकै छ, धेरै टाढा छैन। त्यही भएर अब त्यहाँ जाने, यस्तै हुन्छ साथी। त्यही मैले यसरी किन देखाएको थाहा छ नि तपाईँहरूलाई, मलाई लाज लाग्छ। हेर्नुहोस्, बाटो यसरी बोल्नलाई
हाम्रो युट्युबर दिदीहरूले चाहिँ कसरी चाहिँ बनाएर हिँड्नुहुन्छ कि यसरी लाग्दै लाग्दैन त्यतिकै है मलाई त खुब लाज लाग्यो अब खै बिस्तारै बिस्तारै बानी पनि हुन्छ होला कि तर मलाई चाहिँ अहिले लाज लागेको छ पछि पछि बिस्तारै बानी भयो भने होला अहिले चाहिँ बानी छैन त्यही भएर हो युट्युबरमा धेरै फ्यान भनेको चाहिँ कसको भन्दा त्यही काया दिदी हो बेबी ब्रायनको मामु प्रायः चिन्नु पनि हुन्छ होला उहाँकै मामुको म एकदम फ्यान हो अनि अहिले चाहिँ रिसेन्टली अब देवको कथा सुनेपछि चाहिँ देव दिदी पनि मेरो फेभरेट हुन्छ क्या एकचोटि चाहिँ उहाँलाई भेट्न मन छ साथीहरू कुमारबिन पनि आयो यहाँबाट भित्र यहाँबाट भित्र जाने कुमारी ब्याङ्क साथीहरू त्यसमा ब्यालेन्स थिएन अब त्यही भएर हामी पसल जाँदैछौँ दुइटै चेक साट्दैन अब पसलमा बसेर दुईजनालाई फोन लगाउने चेक थियो चेक साटेन भने त्यही हो हाम्रो पसल चाहिँ कमलनगर चोक ऊ त्यो हो त्यहाँबाट छिरेर अनि यहाँ टर्न लिनुपर्छ टर्न लिएपछि होइन त्यो व्हाइट बिल्डिङ देख्नुभयो त्यो बिल्डिङ काङ्ग्रेस पार्टी कार्यालय हो अनि त्यही पार्टी कार्यालयको तल छ हाम्रो पसल सजिलै हो सक्यो एकैछिन पनि अनि त्यसै सँगसँगै हाम्रो पसल यही हो गुनगुन स्टोर छिर्ने साटेन हौ साथी गर्मी भयो साथीहरू चेक पनि साटिएन गर्मी भयो अब बाहिर कस्तो गर्मी छ नि गर्मी नि भयो चेक नि साटेन अब फोन लगाउने यिनीहरू दुइटै चेकको मान्छेलाई अनि सोध्ने चेक साट्नु भएन भन्दै बल्ल खाली भयो साथीहरू बल्ल खाली भयो हाम्रो पसल त एकैछिनमा आउँछन् मान्छे पनि व्यापार गर्न बसेपछि त्यस्तै हो अब एकछिन खाली छ बसिरहेको छु झ्याउ लाग्छ कहिले त गाली बस्दा नि झ्याउ लाग्छ कहिले कस्टमर आएको गऱ्यो भने पनि झ्याउ लाग्छ फेरि एकदमै झ्याउ लाग्छ फेरि कस्टमरहरू नि कस्तो किचकिच आउँछ कि रिस उठ्छ अलि राम्रै कस्टमरहरू आएर बुझ्न पनि रमाइलो हुन्थ्यो नि होइन त किचकिच गर्ने कस्टमरहरू आउँछ झाबै लाएर आउँछ ल कपडाहरू सबै पटाएर भ्याइसक्यो सबै पटाएर भ्यायो सो साथीहरू होइन मैले चाहिँ खाजा खाइसकेँ खाजा चाहिँ मैले मोमो खाएँ है कति बजीतिर खाएँ होला लगभग 3 बजीतिर खाएँ होला अनि अहिले कति बजी अहिले 4 साढे 4 भइरहेको छ अनि मलाई फेरि भोक लाग्यो मलाई चाहिँ फेरि भोक लाग्यो होइन अनि के खाम भइरहेको थियो कि भोकले गरेर होइन अनि मलाई फेरि याद आयो ओहो मैले त के लिएर आएको छु घरबाट के ल्याएको छु हेर्नुहुन्छ
मैले चाहिँ घरबाट आँप लिएर छु आँप। अब यसलाई तास्ने नुन काट्छसँग मजासँग खाने नुन खुर्सानीसँग। तपाईँहरूको घरतिर छ कि छैन आँप? मेरो घरमा त अलिअलि फलेको थियो, त्यही पनि हाउरीले सबै झरेर सक्नु भइसक्यो। यतातिर त पानी आएको आयो, हाउरी आएको छ। म चाहिँ यो काटेर लिएर आउँछु है, तपाईँहरू बस्दै गर्नु, म काटेर ल्याउँछु। सो साथीहरू, मैले चाहिँ आँप काटेर ल्याइसकेँ, हेर्न सक्नुहुन्छ। 2टा आँप थियो, अलि धेरै नै थियो, बहिनीहरूले खाएर सकाइसक्यो। यहाँ नुन खुर्सानी पनि यति बनाइदिइसक्यो। हाम्रो खानेपानामा ल्याउन पाएन, आम फाले खाने भन्दै, त्यही भएर यति छ। अब हामी पनि ढिलो नगरिकन खाने हो। एकदम फेभरेट आँप यस्तो गरेर यहाँ नुन खुर्सानीमा मोल्ने चट्ट लाएर अनि ल अब चाहिँ हामी फेरि खाँदैछौँ आँप। सकिसक्यो नुन खुर्सानी। ओए जाऊ नुन खुर्सानी लिएर अब गएर। तिमीले सुरुमा खाएको, तिमीले सकाइदिएको नुन खुर्सानी गएर अब नुन खुर्सानी मागेर त्यहाँ चटपटला भैयासँग। बिचराले त भर्खर खाँदैछ, फर्स्ट बाइटै खाँदैछ। उसलाई के भन्ने? ए झुट बोल्न पाउँदैन है, झुट बोल्न पाउँदैन। त्यहाँ तिमीले नै हो सबभन्दा आउने बित्तिकै पहिला हमला गरेको। हामीलाई हेर्न सक्नुहुन्छ मिररमा। हाम्रो पसलमा मिरर नि छ, हेर्नुहोस्। अब यिनीहरू यहाँ यस्तै हो केटीहरू भनेपछि मिररमा झुमिहालिन्छ, हो कि होइन? सबैलाई थाहा छ। क्यामेरा मिरर त्यही हो साथीहरू। अब म पनि खान्छु, नत्र यो बहिनीले खाएर सकाइदिन्छ भाइ। जाऊ न गएर लिएर आऊ यार सिस्टर, तिमी त सबै खाएर भ्याइदिइसक्यौ। मिठो छ है, अलिअलि अम्लो पनि अलिअलि गुलियो पनि, कम्बिनेसन मिल्यो के। अब जम्मै यति हो यार। हाम्रो भागमा यति मात्र पर्यो साथीहरू। त्यो बहिनीले खाऊ क्या, अघिको बहिनीले, त्यो बहिनीलाई एकदम मनपर्छ क्या आँप। गम गम भ्याइदियो खाएर, के गर्नु। अमिलो पनि भयो साथीहरू, अमिलो पनि भयो, गुलियो पनि भयो। मिठो लाग्यो तर। ओ आइपुगिसकिन्। त्यहाँबाट नुन खुर्सानी बोकेर चट्ट लाएर अब मलल्ल हालिन्छ। यहाँ घोलिँदैछ अब, यहाँ छ्वाप छ्वाप। यार पूजालाई भिडियो पठाउनु पर्ने थियो। पूजा यार, मिसिङ यु यार। तिमी यो भिडियो हेरिरहेछौ भने मिस गरिरहेको छु म तिमीलाई यार। के गर्नु, तिमीले भनेको थियौ दिदी आँप भयो भने आँप ल्याउनु है। मलाई बेसरी मनपर्छ काँचो आँप भनेर। के गर्नु सिस्टर, तिमी खाने बेला छैनौ। मिसिङ यु यार पिज्जा। पिज्जा रे, सरी यार पूजा। साथीहरू अब चाहिँ घर जाने बेला भयो। हेर्नुहोस् यहाँ पुरै अँध्यारो छ, पानी परेर हावाहुरी आएर कत्रो ठुलो। हामी त सटर लगाएर एक साइडको एक साइड मात्रै घोल्यौँ अनि यसरी बसिरहौँ। अब चाहिँ जाने बेला भइसक्यो मेरो। हेर्नुहोस् अँध्यारो हुन लागिसक्यो। यत्रो टाढा पुग्नुपर्छ मलाई पदमपुर। गाडी पो पाउने हो कि होइन थाहा छैन। त्यही भएर आजको लागि चाहिँ अब यति नै हो। धेरै लामो भ्लग बनायो भने फेरि तपाईँहरू सुन्नुहुन्छ हुँदैन, हेर्नुहुन्छ हेर्नुहुँदैन थाहा छैन। तर आजको लागि यति नै। फेरि पनि म यस्तै भिडियो बनाउँछु। त्यति बेरसम्म मलाई सब्सक्राइब गरिदिनु होला, राम्रो राम्रो कमेन्ट गरिदिनु, लाइक गरिदिनु। बाई बाई।